पहाडको सानो गाउँमा रहेको एउटा पुरानो तर धनी घर थियो। थापा परिवारको घर। गाउँभरि त्यो घरलाई मान सम्मानले हेरिन्थ्यो। ठुलो आँगन, 2 तल्ले काठको घर, अगाडि चिटिक्क परेको फुलबारी र पछाडि खेतबारी। तर त्यो घरभित्रको कथा भने बाहिरबाट देखिने जस्तो सुखद थिएन। त्यही घरमा एक दिन नयाँ बुहारी भित्रिन्। उनको नाम थियो माया। माया धेरै सुन्दर त थिएनन्, तर उनको अनुहारमा एउटा शान्ति थियो, आँखामा सरलता र मनमा गहिरो ममता। माया गरिब घरकी छोरी थिइन्। उनको बुबा सामान्य किसान थिए। आमाले गाउँका मानिसका घरमा गएर काम गर्नुहुन्थ्यो र घर चलाउनुहुन्थ्यो। सानोदेखि नै मायाले दुःख देखेकी थिइन्, त्यसैले उनी काम गर्न, सहन गर्न र अरूलाई सम्मान गर्न